युजन बाबु छोरा यो न्यू मेक्सिको कसरी एज अ पार्ट अफ द अमेरिका भयो थाहा छ तिमीलाई? यहाँ पहिला वार भएको थियो है, अमेरिकन वार भनेर पनि 1846देखि 1848सम्म युएस मेक्सिकन वार भएको थियो। अनि 1848मा चाहिँ के गर्यो भन्दाखेरि एउटा टेरिटोरी थियो, तर युएस गभर्मेन्टले चाहिँ त्यो समयमा होइन $15 बिलियन चाहिँ यो पे गरेको थियो क्या बाबु। त्यसरी चाहिँ यो भयो अनि त्यसपछि यो टेक्सास मेक्सिको बोर्डर पनि हो ओके ओके। यो हाम्रो यो टेक्सासको चाहिँ के अरे इन पार्ट हो होइन न्यू मेक्सिको होइन। त्यस्तो न्यू मेक्सिको चाहिँ छुट्टै एउटा टेरिटोरी हो। मेक्सिको बोर्डर भयो, मेक्सिको बोर्डर मेक्सिको र न्यू मेक्सिको बोर्डर पहिला 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 यो के सबैभन्दा अगाडि बाबा यो हाम्रो ठाउँ चाहिँ यो युएस थियो कति भन्दा चाहिँ 1846 भन्दा अगाडि चाहिँ यो पार्ट अफ अमेरिकाको मेक्सिको भन्ने त्यति गरेर यो मेक्सिको थियो अनि मेक्सिको भएपछि यो वार पछि अब कहिले चाहिँ अब भयो जब वार भएपछि 50 मिलियन गरेर पछि गएर यो चाहिँ न्यू मेक्सिको राख्यो होइन। त सुन्दाखेरि चाहिँ मेक्सिको हो जस्तो लाग्छ अनि पछि चाहिँ न्यू मेक्सिको हो। त्यही भएर यहाँ चाहिँ कतिपय त्यो घरहरू किन अघि हामीले सान्ता फेमा हामी चाहिँ गयौँ नि त बाबु होइन। त्यहाँको डाउनटाउनको घरहरू चाहिँ कस्तो थियो र सेन्ट क्यासल जस्तो थियो नि त घरहरू, पुरानो तरिकाको पुरानो डिजाइनको घरहरू, ताकि उनीहरूले चाहिँ बचाएर राखेको थियो बाबु यो ठाउँमा चाहिँ आफ्नो चाहिँ हिस्टोरिकल कुरा हुन्छ त्यो त मलाई त्यस्तै त्यो गर्दा मजबुत घरहरू बनाएको छ। तर हेर्दाखेरि चाहिँ त्यो रातो माटोले पोतेको अन्त कमेराको घर माटोको घर देखिन्छ नि, तर असलीको माटोको घर भने त्यो त त्यस्तो देखाएको हो। त्यो डाउनटाउन एरिया नै त्यसरी चाहिँ बनाएर राखेको छ होइन बाबु। अनि त्यसमा ठुलो अनि त्यसपछि चाहिँ चिलीको चाहिँ उयोहरू थुक्पाहरू बनाएर चाहिँ राखेको देखाएको चिलीको थुक्पाहरू त्यो के को लागेर भन्दाखेरि चिली ह्याङ गरेको थियो त्यो ठाउँमा त्यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ अक्सिजनहरू चाहिँ ड्राई चिली अनि सेभ गरेर राखेको लागि त्यो पनि हो होइन किन। र त्यो चाहिँ के को लागि उनीहरूको लागि चाहिँ उनीहरूले सोद्धाखेरि त्यो चाहिँ जस्तै अब ड्राई चिली चाहिँ ह्याङ गरेर चाहिँ गुजबहरू जान्छ भन्ने लाग्छ। तर हाम्रो नेपाली इन्डियनहरूको चाहिँ कल्चरमा चाहिँ त्यसलाई चाहिँ कस्तो देख्छ भन्दाखेरि रेड चिलीले चाहिँ नेगेटिभ ऊर्जाहरूले चाहिँ प्रवेश गर्न दिँदैन होइन भनेर चाहिँ त्यही भएर चाहिँ ढोकामै इन्ट्रीद्वारमा चाहिँ राखिन्छ नि त नेगेटिभ कुराहरूलाई आउनु दिँदैन, भित्र प्रवेश गर्दैन भन्छ। तर यहाँको चाहिँ ब्लक गरिदिन्छ भनेर यहाँको चाहिँ अलिकति डिफ्रेन्टबाट चाहिँ फुड लक ल्याउँछ आफ्नो त्यसरी हेर्नु कतिपय कुराहरू कतिपय चिजहरू यो चाहिँ मेक्सिकन मान्छेहरू धेरै मान्छेहरू काइन्ड अफ त्यहाँको अहिले कल्चरहरू पनि हेर्दाखेरि चाहिँ कता मेक्सिको हुनु जस्तो लाग्दो रहेछ बाबु। सायद मेक्सिको पनि त्यस्तै छ किनभने बोर्डर हो त होइन। त्यो हामीले चाहिँ अलि हेर्दाखेरि चाहिँ हामी न्यू मेक्सिकोमा आयौँ, आई थिङ्क मेक्सिको पनि यस्तै छ होला कि भन्ने जस्तो लाग्छ होला होइन त।
1.5 घन्टा 2 घन्टामा आउँदो रहेछ है यस्तो सानो सिटीहरू चाहिँ सानो सिटीहरू त्यहाँको डाउनटाउन यो एरियाको रमाइलो भइरहेछ इभिनिङ पनि हुन लाग्यो अब साथीहरूलाई फोन गरेर सोध्नु पर्छ ल साथी हो डिनर के खाने भनेर यो नेट पनि राम्रो छ नेटवर्क पनि एकदम राम्रो छ हिजो त गाह्रो भएको थियो एकदमै है हाम्रो अब 4 डेजको ट्राभल भयो अब लेट्स सी है बाबा अर्को अब नेक्स्ट इयर पनि हामी कहाँ जाने भनेर एक्साइटेड भएर प्लान गर्नुपर्छ है साथीहरूसँग हुनसक्छ अब यो छिट्टै यो हामी लास्ट इयर गयौँ होइन समर भ्याकेसनमा लास्ट इयर अब गाह्रो हुन्छ होला नानी सानो छ भन्थ्यो नि त अञ्जनाले होइन अब अहिले सकियो अब हेर बच्चाहरूले पनि साथ दिन थाले हामीहरूलाई बच्चाहरू पनि खुसी भएर है एकदम रमाइलो भइरहेछ हेर अब विशुदाहरूले नेक्स्ट इयर ल कहाँ जाने भन्नुहुन्छ अब रिजल्ट हेरियो भन्दैछ अरे किल्सी नानीले अब नेक्स्ट इयर चाहिँ हामी कहाँ जाने त नानी सी हेर्न जाने अब भनेको हवाई जान मन लाग्छ फेरि आन्टी भनेर भन्दै थियो अरे है रमाइलो भइरहेछ समयले साथ दियो भने मिल्यो भने जाने नि त्यही भने अब सबैजनाको उमेर त बढिरहेछ नि त पुगेन भन्नु न एभ्री डे हाम्रो त एज बढिरहेछ सुपर 8 मोटेल रहेछ यहाँ ल सानो मोटेल अनि घुम्न जाने रमाइलो गर्ने यो घरहरू जस्तो घरहरू पैसाले कहिले पुग्दैन रहेछ जिन्दगीमा पैसा पुरा गरेर भएर म गर्छु एक दिन सुखको दिन आउला भन्ने त कहिले नहुँदो रहेछ अब खुसी भनेको कुरा आफूले सानो कुरा समेटेर समय मिलाएर गर्ने रहेछ कि समय नै सबैभन्दा ठुलो खुसी हो है समयसँग चल्नु पर्यो ल मलाई यो ठाउँ देखेपछि त चितवनको जस्तो फिल आयो त है हरियाली है पाहाडहरू देखिया छ हल्का अनि सानो घरहरू चेन बेबी रमाइलो लागिरहेछ ल चेन आवाज नगर न सानो बाबु मेरो कान यो डम्म भइरहेछ के गर्नुपर्छ कसरी गर्नुपर्छ यसरी यसरी ओके अनि यहाँ प्रेस गर्नुपर्छ ओके ल म त्यही गर्छु ल बाबु ल लेट्स सी बाबु यो चाहिँ त्यो पहिलाको भिडियोहरूमा छ नि तिमी बोन भएको भिडियो अनि जीवन बोन भएको भिडियो मैले त्यो क्याम्प्युटरबाट लिएको भिडियोहरू छ नि त्यसबाट चाहिँ कस्तो भिडियो चाहिँ सबै क्लियर आइरहेको छ होइन तर साउन्ड आइरहेको छैन है त्यो घरमा गएपछि अनि हेर्नु है किन साउन्ड आइरहेको छैन भन्दा हो कि बाबु आई थिङ्क त हाम्रो जुन अहिलेको कम्प्युटरले नै सपोर्ट गरिरहेको छ नि कि बाबु या बिफोर सपोर्ट गर्छ ओके ठिकै छ ल घर गएर फेरि ट्राई गर्ने है किनभने त्यो ओरिजिनल साउन्ड हो नि त त्यो साउन्ड चाहिँ इम्पोर्टेन्ट छ क्या है छोरा ल विजय बाबु ल भन ओके ओके मलाई थाहा छैन अनि ट्राई गर्ने ल ओके हुन्छ बाबु जिएन बाबु जानु हजुर गाह्रो भयो प्लिज त बत्ती बन्द गरिदिनुहोस् ल हुन्छ जिएन